मर्निङ सुर्खेत। हामी यो समय सुर्खेतमा छौँ। सुर्खेतको बिहानीको घाम हाम्रो निधारमा टल्किरहेको छ। हामी यहाँबाट अब कालीकोट तर्फ दुईवटा बाटो छ। एउटा यताबाट लामो छोटो पर्छ अरे दैलेख हामी सुर्खेतबाट गुराँसे भन्ने चिसो ठाउँमा चाहिँ केसरी गराएको रहेछ। त्यो ठाउँमा खाना खाएर तल जिरो गरेका छन्। तपाईँहरूलाई जिरो ठाउँमा यहाँबाट झरेको हामी कालीकोट जिल्ला प्रवेश गरिसकेका छौँ। अहिले यहाँ त्यो डाँडाको टुप्पोमा त्यो मानमा बजार त्यहाँ छ। अलिकति थोरै मौसमले साथ दिइरहेको छैन, त्यो भएर देख्न सक्नु भएन। यहाँबाट एउटा दृश्य देख्नुहुन्छ, कर्णाली नदी। कर्णाली आफ्नै बेगमा कुदिरहेको छ। उता पुल देख्दै हुनुहुन्छ हजुरहरूले। त्यो पुलबाट पारी सुइँ जाँदाखेरि भनेको बाजुरा हुम्ला जाने बाटो।
यो बाटो बाजुरा हुम्ला हुँदै जान्छ। यतापट्टिको अछाम जिल्ला हो। अलिकति अगाडि रकाम भन्ने ठाउँ थियो। रकाम भन्ने ठाउँबाट मङ्गलसेन, अछामको सदरमुकाम मङ्गलसेन हुँदै डोटी उता दिपाइलतिर जाने बाटो हो भने यो देख्नुभएको फाँट अत्यन्तै राम्रो छ। उहाँ गाडीहरू कुदिरहेको छ। हुम्ला जाने बाटो यही हो। साह्रै अप्ठ्यारो रहेछ बाटो हेर्दाखेरि, भिरमा कुदिरहेको छ। हामी जाने कालीकोटको बाटो पिच छ अलिकति, अत्यन्तै दुःख गरेर यहाँसम्म आइएको छ। बाटो एकदमै रड्डी। यहाँ ठाउँ ठाउँमा पिच देख्नुहुन्छ, तर अति विकट कर्णाली के हो भन्ने कुराको परिभाषा हामीलाई बाटोले पनि देखाइसकेको छ। यहाँको जनजीवन, यहाँको आयस्रोत, यहाँको दुःख, यहाँको पीडा बाटोभरि हामीले देख्दै आयौँ। हाम्रो आँखामा झलझली आइरहेको छ। सोखिम मान्छेहरू एकदमै न्यून भेटिए यहाँनिर। सबै मेहनती, काम गर्ने, काम नगरी खान नपाइने त्यस्तो अवस्था देखाएका छौँ। दैलेख जिल्ला धेरै काट्नुपर्ने रहेछ। दैलेख जिल्ला काटेर कालीकोट जिल्ला हामी आइसकेका छौँ। सिन्जा भ्यालीसम्म पुग्ने लक्ष्य राखेका थियौँ। अहिले समय झन्डै 4 बज्न आँटिसकेको छ। अब यहाँबाट लगभग 1 घन्टा अनि नलाग्ला, आधी घन्टामा हामी मानमा पुग्छौँ। त्यस पछाडि उही डिसाइड गर्छौँ आजको बास कहाँ बस्ने भनेर। यो पहाडहरू सबै ठुला ठुला पहाड छन्, देख्न सक्नुहुन्छ हजुरहरूले। भित्ता मैले देखाइरहेको छु हजुरहरूलाई दृश्य। कर्णालीको यो घरहरू, गाउँहरू असाध्यै सुन्दर देखिन्छन् र जति सुन्दर देखिन्छन् त्यति नै दुःख पनि छ। हामी एक दिन आउनेलाई यति गाह्रो भएको छ। यहाँ प्राय सुर्खेत बजार र यो ठाउँसम्म धाउन कति गाह्रो छ भन्ने कुरा हामीले भोगिसकेका छौँ। तल गाडी, हुम्लाको गाडी जाँदैछ, देख्न सक्नुहुन्छ हजुरहरूले। बाटो निर्माणको काम पनि भइरहेको छ। समय हामी जाममा पनि पर्यौँ, त्यसैले ढिलो भयो आउनका लागि, जामले गर्दा। यो बाटो एउटा भयो भने अर्को अलिकति तलतिर रकाम भन्ने ठाउँबाट आसाम जान्छ। सुदूरपश्चिम भाग कर्णालीदेखि पश्चिमपट्टि रहेछ भने कर्णालीदेखि पूर्वपट्टि चाहिँ कर्णाली प्रदेश पर्दो रहेछ। अब हामी हाम्रो यात्रा सुरु गर्दैछौँ यहाँबाट मान्मासम्मको। त्यस पछाडि अगाडिको के हुन्छ उही गरेर सल्लाह गर्छौँ, छलफल गर्छौँ हामी त्यस पछाडि के गर्ने भनेर। बाटो हेर्न सक्नुहुन्छ, झोलाको हालत यस्तो छ। झोलाको हालत हेर्नुहोस्, धुलोले ढाकिएको छ। कालो झोला हो कि सेतो झोला हो केही भन्न सकिँदैन। भिरभाका यस्तै छ। यस्तै ठाउँमा गाडीहरू कुदाएर हिँड्नुपर्ने। बाटो एकदमै अप्ठ्यारो छ। यद्यपि अप्ठ्यारोभित्र पनि एउटा आनन्द अनुभूति हामीले गरिरहेका छौँ। हामी अपडेट गर्नेछौँ मानमा पुगेर। हामी कालीकोटको पिली बजारमा छौँ। यतिखेर अलिकति क्रस गरेर पिली बजार हजुरहरूलाई म देखाउँछु। ऊ त्यहाँ पर देखिन्छ पिली बजार। ऊ त्यो घरहरू भएदेखि माथि ऊ पर्तिरपट्टि पिली बजारको एउटा स्थानीयको भनाइअनुसार चाहिँ जनयुद्धको अन्तिम युद्ध भएको स्थान अरे यो। यहाँ छ यो ठ्याक्कै डाँडाले छेक्छ। लगभग स्थानीयको भनाइअनुसार यकिन भएन, 73 जना सेनाहरूलाई मारेर तल बगेको देखिरहनु भएको छ। हामी देउरालीमा छौँ अहिले। मारेर त्यहाँ फ्याले पश्चातको युद्ध सकिएको भनेर एउटा कथा छ। त्यसैले पिलीको युद्ध चाहिँ जनयुद्ध, 10 वर्ष माओवादी जनयुद्धको अन्तिम युद्ध पनि भन्ने गरिन्छ। यतिखेर अब हामी मानमा बजार हजुरहरूलाई देखाउन खोजिरहेका थियौँ। मोबाइल स्विच अफ पनि भयो, फेरि चार्जमा लगाएर अपडेट गरिरहेका थियौँ। हामी नागमातर्फ कुदिरहेका छौँ। अझै 2 घन्टा लाग्छ। समय 6:30 हुन आँटिसकेको छ।
गाडी स्टार्ट गरेर पुग्नु समय 2 घन्टा जति झन्डै लाग्छ नागमा बजार पुग्न। त्यहाँबाट पनि 110 किलोमिटर छ र धेरै टाढा रहेछ सोचेको भन्दा। हामी जाँदैछौँ, यात्रामा छौँ। पिली बजार भर्खर हामी क्रस गऱ्यौँ। बाटो यस्तो छ रारा जाने, 2 जना हिँड्न सकिएन। म हिँड्दैछु, सिङ्गल बाइक आउने हो। राम्रो। हे प्रभु, हे हरे राम जगन्नाथ प्रेमानन्दी, ये क्या हुआ? पलटै पानी आ गयो भन्थ्यो, त्यस्तै रहेछ बाटो। कर्णालीको पीडा हामीले पनि भोगिरहेका छौँ। पहाडहरू सोचे भन्दा अग्ला छन्, बाटो सोचे भन्दा गाह्रो छ। हामी हिँडेको तेस्रो दिन पनि रारा पुग्न सकिएन। हिँडेका हिँडेछौँ। अब कति छ नागमा आउन बाजे? आउन कति बाँकी छ अझै? कति लाग्छ? 1-1.5 घन्टा पुगिन्छ अब? बाइकमै हो? ए भनेपछि त 8 बज्ने रहेछ पुग्दा त, होइन? बाइक छ तल, त्यो बाटो खराब छ। पछि बाटो पनि होला नि त, अब छैन त्यति। यहाँ कर्णालीमा चाहिँ बाढी आउँदैन, ठुलो हुँदैन। गराएर कहिले त साथै उठ्छ होला त। हामी त धरानदेखि पूर्वबाट आएको, रारा हिँडेको। धेरै कठिन यात्रा पछाडि लगभग सुर्खेतबाट हामी हिँडेको 11 घन्टा पछाडि अहिले नागमा भन्ने ठाउँमा आइसकेका छौँ। आजको रात यही बिताउनु भयो। 8 बजे आएको, 1 घन्टा खाना अल्मल्यौँ होला। खाजा खाँदाखेरि बिहान हामी 8 बजे हिँडेको हिँड्दैछौँ। जम्मा समुद्रमा 12 घन्टा लाग्यो। अत्याधिक कठिन सोचे भन्दा धेरै अप्ठ्यारो बाटो पार गर्दै हामी आइसकेका छौँ नागमा। यहाँबाट अब 95 किलोमिटर रहेको छ हाम्रो अन्तिम गन्तव्य यात्राको रारा। सायद हामी भोलि बेलुकासम्ममा रारा पुगिसक्छौँ होला। बाटोमा मानमाको केही दृश्य देखाउन मन लागेको थियो, सकिएन मोबाइल अफ भएको कारणले। त्यसैले म नागमा, यो देखिरहनु भएको नागमा बजार हो, छायानाथ मुगु होटलमा हामी बसेका छौँ। बजार धेरै ठुलो नभए पनि सुन्दर छ, किनारमा अवस्थित रहेको छ नागमा बजार। आएर खाना पनि खायौँ मार्सी चामलसँग। यहाँको असला माछाको सुप लिएर आनन्द लियौँ। अब हामी आराम गर्छौँ, भोलि फेरि उठेर जानु छ। 200 किलोमिटर कच्ची रोड, अफ रोड भन्दा पनि हुन्छ, हिँड्नका लागि हामीलाई लगभग झन्डै 12 घन्टा लागेको छ। 11 घन्टा हामी पुरा हिँडेर अलिकति थप हिँड्यौँ। बाटो सोचे भन्दा गाह्रो लाग्यो, धेरै अप्ठ्यारो छ। आउनु छ भने यहाँनिर मौसमको जानकारी लिएर आउनु होला, जो कोही आए पनि। अनि अर्को कुरा भनेको चाहिँ बेलुका 7 बजे पछाडि यो ठाउँबाट कुनै गाडीहरू जान पनि नपाइने र आउन पनि नपाइने अवस्था छ। बाटो बन्द गरिएको छ, नो एन्ट्री। त्यही भएर यहाँ आउनु छ भने ठुलो 4 चक्की गाडी लिएर आउनु छ भने 7 बजीभन्दा अगाडि नै आइपुग्नु होला। हस्, गुड नाइट।